त्यो संसारै सिधेको जस्तो लाग्छ नि द्याट्स नट वाट इट इज म्यान त्यो संसारै सिधेको होइन द्याट्स वाट द रिजल्ट इज त्यो भनेको तपाईँले अलिक मिहिनेत गर्नुपर्छ है इस मिहिनेत पुगेन भनेको क्या यस आई क्यान आई विल आई मस्ट कम ऑन Hey, you cannot tag me. Hey, what's up, man? पहिला के गर्थ्यो कोही कोही त त्यो रानी पोखरी थाहा छ तिमीलाई त्यहाँबाट हम्बाल्ने पनि थियो मलाई देखाइदिए पाउँदा भिडियोमा अहिले हामी स्वयम्भूमा छौँ स्वयम्भूको आनन्द कुटी हो म यहाँ आजभन्दा 40 वर्ष भनौँ न अगाडि यहाँ फर्स्ट जोइन गरेको थिएँ क्या 40 वर्ष अगाडि है म्यान होल 40 वर्ष भन्दा म 10 वर्षको थिएँ होइन म पहिलोचोटि यहाँ आउँदाखेरि मैले यहाँ कति 2 क्लासबाट 10 होइन 40 होइन 42 वर्ष अगाडि म 8 वर्ष कि 9 वर्ष हुँदा यहाँ स्कुल जोइन गरेको होइन त्यतिखेर म 3 क्लासमा पढ्थेँ त्यसो जोइन गरेँ होइन यहाँ यो चाहिँ हाम्रो त्यो माथि टपमा लाइब्रेरी हो यो चाहिँ हामीले फुटबल खेल्थ्यो यहाँ फुटबल खेल्थ्यो होइन त्यहाँ चाहिँ हाम्रो त्यो हल चाहिँ अहिले नयाँ बनाएको छ पहिला पुरानो त्यहाँ हामी सुत्थ्यो त्यहाँ राति सुत्ने ठाउँ त्यो अनि त्यहाँबाट 1 देखि 5 सम्म त्यहाँ सुत्थ्यो 5 क्लासदेखि त्यहाँ उयो मुनि छ नि यसलाई उयो बिल्डिङ छ नि यो बिल्डिङ होस्टेल हो त्यो पहेँलो बिल्डिङ छ नि होइन त्यो पहेँलो बिल्डिङ त्यो होस्टेल हो त्यहाँदेखि 8 सम्म अनि 9, 10 भनेपछि उयो यताको बिल्डिङ यतापट्टिको बिल्डिङ 9 र 10 होइन यसो कति उमेर भने म 10 क्लाससम्म यहीँ होस्टेलमा बसेको होइन अनि वर्षमा एकचोटि मात्रै घर जानु पाउँथ्यो आई जस्ट गो वन्स इयर होम यु स्टे होल इयर हियर बच्चा कति 2 क्लासदेखि अनि यो चाहिँ पढ्ने ठाउँहरू सबै पढ्ने ठाउँहरू सब बच्चाहरू पढ्ने अनि हामी यहाँ स्केट खेल्थ्यौँ त्यो मुनि छ नि त्यो बिल्डिङ छ नि त्यहाँ स्केट खेल्थ्यो होइन क्यान सी द प्रब्लम के छ भाइ तिम्रो नाम के हो रोहित हामी कति क्लासमा पढ्छौ 9मा पढ्छ तिमीलाई एउटा कुरा भने म एकदम बुढो लाग्छ होला है के भनिदिउँ म योभन्दा 42 वर्ष अगाडि यहाँ पढाएँ कति वर्ष अगाडि अरे तर 42 वर्ष अगाडि कति वर्ष थियो त म 8 वर्ष थियो नि त फेरि तिमी कति वर्ष अहिले म 16 अहिले 16 मेन हो छ मेन कति क्लासमा पढ्छौ 9मा ए अनि यहाँ तिमीहरूको टिकटकहरू चलाउँछ तिमीहरूले फेसबुकहरू चलाउँदैन होला स्कुलमा चलाउँछ तिमीहरूले टिकटक फेसबुक के चलाउँछ इन्स्टाग्राम चलाउँछ फेसबुकहरू छैन है टिकटक छैन मलाई देखाइदिए पाउँदा भिडियोमा त्यो बच्चा सुतिरा हुन्छ त रोडमा भिडियोमा देखेको थिएन त्यो बच्चा तिमी होइन ओके जोक गरे है म किन यहाँ थाहा छ म योभन्दा 42 वर्ष अगाडि यो स्कुलमा जोइन गरेको थिएँ क्या त्यतिखेर कति वर्ष थियो भन्दा म 42 वर्ष अगाडि कति वर्ष हो मिलेन 15 मिलेन 53 होला होइन मिलेन होइन 42 वर्ष अगाडि म कति वर्ष थियो भने 8 म्यान यो बच्चा भाइ उसले भने है होइन मैले फर्स्ट होइन बोट होइन सुन आनन्द कुटी पढेको भने के जस्तो त्यतिखेर अलिक प्रेस्टिज थियो क्या अहिले छैन क्या त्यतिखेर चाहिँ एकदम खतरा थियो क्या आनन्द कुटी वनस्थली बुढा नीलकण्ठ भन्छ नि हाई लेभल हुन्थ्यो होइन सिद्धार्थ वनस्थली होइन त्यो थियो अनि के भयो भने यहाँ पढेको मान्छे त जो पनि फर्स्ट डिभिजन आउँछ भन्ने मेन्टालिटी थियो क्या नेपाली स्कुल पढेको होइन भने होइन मन चट्ट रिजल्ट आयो होइन एसएलसीतिर रिजल्ट आएन यस्तो भने आनन्द कुटी पुरा नाम हेरेको फर्स्ट डिभिजन रहन्छ क्या पुरा हेऱ्यो अनि क्या टेन्सन हुन्छ नि अनि त्यतिखेर चाहिँ अहिले चाहिँ बिग डिल हुँदैन होइन पहिला चाहिँ फर्स्ट डिभिजन आएन भने त्यो हुन्छ नि त्यो मान्छे कामै नलाग्ने भन्ने खालको सोसाइटीमा त्यस्तो थियो क्या त्यो तिमी के हो ब्रो भने होइन फर्स्ट डिभिजन भन्ने स्टोरी हिँड्ने क्या फर्स्ट आयो होइन अनि सेकेन्ड डिभिजन आएछ होइन कुरै नगर्ने क्या एसएलसी कुरै नगर्ने अनि यस्तो लिस्टमा हेरेको होइन धन्न लक्कीले मुनि फेदमा भेटेँ क्या सेकेन्ड डिभिजनमा त्यो पहिला चाहिँ त्यस्तो त तर इट डजन्ट म्याटर त्यो कहिलेकाहीँ हामीलाई कस्तो लाग्छ भने होइन आज एक आवत कति क्लासमा पढ्छ तपाईँहरू भन्दा 10मा पढेँ होइन ट्रेनमा म फेल भयो अरे होइन त्यो संसारै सिधेको जस्तो लाग्छ नि द्याट्स नट वाट इट इज म्यान त्यो संसारै सिधेको होइन द्याट्स वाट द रिजल्ट इज त्यो भनेको तपाईँले अलिक मिहिनेत गर्नुपर्छ है इस मिहिनेत पुगेन भनेको क्या म्यासेज सिग्नल दिएको होइन म्यान आम मेक इट ह्यापन नेक्स्ट टाइम ग्रेट भनेर हिँड्ने हो क्या पहिला के गर्थ्यो कोही कोही त त्यो रानी पोखरी थाहा छ तिमीलाई त्यहाँबाट हम्बाल्ने पनि थियो फेल भएर कमान म्यान होइन अनि त्यसले निर्धारण गर्दैन क्या त्यो एउटाले होइन त्यो एउटा समयले होइन म सेकेन्ड डिभिजन आएँ नि होइन एकदम प्राउडै थिएँ होइन तर त्यतिखेर म फर्स्टै फिल गरेर हुन्थेन होइन त्यस कारण इट डजन्ट म्याटर वाट यु गेट इट म्याटर्स वाट यु थिङ्क योर सेल्फ बुझेन
त्यो रिजल्टसँग नम्बर मतलब भएन होइन रिजल्टले तिमीलाई सङ्केत गरेको त्यो सङ्केत अनुसार तिमी अझ ऊर्जा लिएर पढ्नुपर्छ ठिक छैन होइन यहाँ कति क्लाससम्म छ यहाँ 10 सम्म 1 देखि 10 तिमीहरू अब बाहिर जाने अब हजुर कता जाने विचार गर्छ के हुन्छ सप्रेटी यहाँ सुन तिमीलाई एउटा कुरा सुन्छ है यो हार्वर्ड युनिभर्सिटीको रिसर्च है हार्वर्ड युनिभर्सिटीको रिसर्च होइन त्यसले रिसर्च चाहिँ के गर्यो भने एउटा रिसर्चले के गरेछ भने स्कुलमा गएछ होइन स्कुलमा गएर तपाईँहरू जस्तो स्टुडेन्टसँग कुराहरू छ होइन तपाईँको गोल के छ भनेछ होइन तपाईँहरू गोल छ ल भन्नु त गोल छ कि छैन के गोल छ तपाईँहरूको धेरै छ होइन यहाँ सुन तपाईँको गोल धेरै छ अनि तपाईँले धेरै भएको गोल लेख्नु भएको छ के भएको छ भनेर छैन नि होइन के भएछ भने हार्वर्ड युनिभर्सिटीमा गएछ रिसर्च है यो 1984 को रिसर्च हो त्यसले के गर्यो भने भर्खर ग्रेजुएट भएको मान्छेको पढ्दै गरेर ग्रेजुएट हुनेलाई के सोधेछ कतिको लाइक 80% को गोलै रहन्छ गोल त हुन्छ नि म राम्रो मान्छे बन्ने हो भनेको त पर्टिकुलरली त्यो गोल होइन क्या हुन्छ नि होइन राम्रो मान्छे नबन्ने त कसले भन्दैन नि त गोल भएन क्या तर के बन्ने भनेको 80% को थिएन रहेछ क्या दिमाग खाली होइन अनि 20% को गोल रहेछ म डक्टर बन्छु म इन्जिनियर बन्छु म पाइलट बन्छु भन्ने गोल रहेछ क्या त्यो 80% होइन अनि 20% को चाहिँ गोल रहेछ कतिको रहेछ गोल 20% चाहिँ गोल क्या प्रिसाइज गोल होइन अनि 20% मा कति पर्सेन्टले लेखेको रहेछ थाहा छ म डक्टर बन्छु भन्दाखेरि कसरी डक्टर बन्छु भने मैले अहिले यति पढ्दैछु यति वर्ष 6 महिनामा यो सिद्धाउँछु त्यसपछि यो कोर्स लिन्छु त्यसपछि यो कोर्स लिन्छु अनि त्यसपछि यो ठाउँमा गएर म एप्लाई गरेर म काम गर्छु भन्ने लेखेको रहेछ क्या भन्नाले प्रिसाइज गोल रहेछ होइन अनि पछि 10 वर्षपछि फर्केर हेर्दा जो हुन्छ नि त्यो 14% छ नि जो 20% मा चाहिँ गोल थियो त्यो मान्छेहरू केही हदसम्म सक्सेस भएको रहेछ होइन 20% चाहिँ सक्सेस भएर त्यो 20% मा नि 6% छ नि जसले लेख्यो नि म यो बन्छु भनेको चाहिँ त्यो चाहिँ सुपर सक्सेस भएको रहेछ किन थाहा छ किन उसलाई दिशा एक्ज्याक्टली थाहा छ कहाँ गइरहेछ होइन अब तपाईँ यहाँ आज के बार भन त आज वेडनेसडे होइन तपाईँ ल भन्नु न आज वेडनेसडे म घुम्छु अरे म घुम्छु भने होइन तपाईँले एउटा प्लान बनाएर तर म घुम्छु भनेर प्लान बनायो भने कहाँ घुम्छु भन्ने थाहा छैन तपाईँ उठेर बिहान उठेर तपाईँ कहाँ घुम्ने तपाईँलाई प्रिसाइज थाहा हुन्छ घुम्नेमा थाहा हुन्छ होइन युजली इन्ड अप किमडोलमा गएर सिद्धिएर हुन्छ है तलतिर गयो भने हेरौँ भने हुन्छ न तर आज म घुम्छु होइन म पशुपतिको दर्शन गर्छु म स्वयम्भू जान्छु अनि त्यसपछि म बौद्ध जान्छु यति बजे पशुपति जान्छु यति बजी स्वयम्भू जान्छु यति बजी बौद्ध जान्छु त्यति भएर यति बजी घर आउँछु भनेर लेख्ने मान्छे के हुन्छ होइन भन्नु खोजेको यहाँ के भने अलवेज हेभ अ प्रिसाइज गोल वाट यु वान्ट टु डु इन यर लाइफ है बुझ्यो त्यस कारण तपाईँले यो गोललाई तपाईँले अहिले फोकस गर्यो भने यु गन मेक इट अदरवाइज यु एन्ड अप नो वेयर तपाईँले ट्याक्सी रोक्नु भयो होइन सपोज ट्याक्सी रोक्नु तपाईँ कहाँ घुम्न जाने रे ट्याक्सी रोक्नु भयो ट्याक्सी ठक्क रोक्यो अनि ट्याक्सी के भन्छ कहाँ जाने भाइ भनेन थाहा छ नि दाइ लानुहोस् न भन्ने के हो होइन होइन त्यो ट्याक्सीको मान्छेले के भन्छ के यार मान्छे दिमाग फुसिएको भाइ कहाँ जानु भन्नुहोस् भन्छ होइन थाहा छैन दाइ लानुहोस् भन्यो भने के भन्छ होइन त्यो लाइफमा गोल नभएको मान्छे त्यो हो बुझ्नु भएन मेरो ड्याडलाई सोध्नुपर्छ भन्ने ट्याक्सी ड्राइभर भन्ने होइन नि त होइन त्यही कारण के गर्नु पऱ्यो भने कहाँ जान्छु के गर्छु कसरी पढ्छु के गर्छु भनेर लेख्नुहोस् अहिलेदेखि नि होइन म बच्चा छु भन्ने होइन 10 क्लासमा नि त होइन म्यान सिनियर हो नि त स्कुलको होइन अब यस्तो गर्छु अब उस्तो गर्छु अब यस्तो गर्छु होला भनेको जस्तो नहोला तर नजिक त पुगिन्छ नि पुगिन्छ कि पुग्दैन होइन तपाईँ यहाँबाट भक्तपुर पुग्छु भने हिँड्नुहोस् न होइन तपाईँलाई भक्तपुर कहाँ छ थाहा छैन तर म भक्तपुर पुग्छु भने हिँड्नुहोस् न होइन हिँडेपछि खोज्दै नजिक पुग्छ पुग्दैन सकेसम्म अलिक दिमाग लगायो भने भक्तपुरै पुग्छ नि होइन त्यस कारण लाइफमा के सेट गर्नु पऱ्यो के सेट गर्नु पऱ्यो लाइफमा गोल होइन अनि के गरेर गर्ने अरे प्रिसाइसली लेखेर एक्ज्याक्टली दिस इज द वे आम गोना डु इट भनेर सकिन्छ गर्नु के यसो गफै जस्तो लाग्यो रियल हो नि होइन है बुझ्यो अनि यहाँ सुन्नु तपाईँलाई जिन्दगीमा अगाडि बढ्नु छ भने मेरो नाम पासाङ लामा टिकटक इन्स्टाग्राम फेसबुक उसमा लाइक फलो सब्सक्राइब गर्नुहोस् नेभर गिभ अप यहाँ हो कहाँबाट थाहा भयो थियो नेभर गिभ अप भनेर देखाएको थियो है गुड बुझेँ है किन म यहीँ पढेको उही गरेको होइन
अनि त्यो बुझेपछि यो नेभर गिभ अप भन्ने मान्छे को भन्ने त्यसको बारेमा हेरेकै हेरेन छैन सर त्यस कारण कहिले नेभर गिभ अप भनेर तपाईँलाई राम्रो कोड लायो भने यसले नेभर गिभ अप त भन्छ यो मान्छे को भनेर त्यो मलाई सर्च गर्नुपर्छ क्या होइन होइन त्यो होमवर्क भन्ने आफूले गर्नुपर्छ है त्यस कारणले तपाईँ राम्रो स्कुलमा पढ्नुभएको छ राम्रो ड्रिम बोक्नुहोस् अगाडि बढ्नुहोस् एन्ड उसले भनेको कुरा सुन्नुहोस् के भने अरे नेभर गिभ अप अनि मैले भन्ने मेरो मूल मन्त्र के छ तपाईँहरूको लागि थाहा छ मेरो मन्त्र है अब हिन्दू मन्दिरमा गयो भने के भन्छ ओम शिव 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 भनेर बुद्धिस्टले के भन्छ ओम माने पेमे भन्ने सुनेछ तर हाम्रो सक्सेसफुलको मन्त्र के हो थाहा छ यस आई क्यान आई विल आई मस्ट के अरे न यस आई क्यान न त्यसो यस आई क्यान Say, yes, I can. Yes, I can. I will. I will. I must. I must. भित्रबाट भने, yes, I can. Yes, I can. I will. I will. I must. I must. I'm a champion. I'm a champion. I'm a winner. I'm a winner. I'm gonna make it. I'm gonna make it. This is my time. This is my time. I'm gonna make it. I'm gonna make it. I don't care what other things. I don't care what other things. Because I believe myself and I'm gonna make it happen. I believe myself. I'm gonna make it happen. होइन संसारले के भन्छ र के गर्छसँग सम्बन्ध नराख्नुहोस् तपाईँले के भन्छ र के गर्छ भन्नेसँग सम्बन्ध राख्नुहोस् अगाडि बढ्नुहोस् तपाईँको जीवनको लक्ष्यमा तपाईँ पुग्नुहुन्छ भेरी सिम्पल तर हामीले के गर्छौँ कहिलेकाहीँ थाहा छ मलाई उसले हेरेन काकाले भनेन काकीले भने म राम्रो परेन भन्ने आउँछ नि मनमा होइन त्यो नराख्ने है बास्केटबल प्लेयर बल्ला जस्तो है के होला जस्तो है है त्यस कारणले केमा फलो गर्ने अरे आफ्नो गोल एम अनि लेख्ने है म त लेखिराख्छु I would do that. ल थ्याङ्क यू ल थ्याङ्क यू फर टाइम थ्याङ्क है Never before. Hey, what's up, man? What's up, man? You want to go to the room where I sleep? No. Huh? हजुर यहाँ काम गर्नुहुन्छ ए टिचर होइन पिउन काम गर्ने अनि उति अहिले मान्छे अझै बस्छ त्यहाँ बस्दैन होला अहिले मान्छे छैन होस्टेल छ त्यहाँ होस्टेल छ अझै होस्टेल छैन छैन ए त्यो उता त्यो ढोका त्यहाँ चाबी लगाएको छ नि त्यो चाहिँ गएर हेर्नु मिल्छ त्यो अहिले पहिला एकचोटि होस्टेल थियो होइन मैले त्यहाँ किन सोधेँ भने म त्यहाँ सुतेर मैले धेरै वर्ष बिताएको क्या त्यहाँ मिल्छ मिल्छ ल लेट्स सी हाउ इट लुक्स होइन I'm gonna show you what I see म यहाँ कति म यहाँ 10 वर्ष पढायो क्या 1 देखि 10 सम्म पढायो Man, this is my room. I thought your room was the boys' toilet. That's my room. That's how I already. Hey, bijok lah siya. This is my bathroom. This is now your toilet. Yeah, that's the bathroom. Yeah. Oh, that was always Yeah, bathroom. that's always bathroom. Class 4 to 7. What is 4? Yeah. ए हो तिमी कति क्लास हो 4 क्लास गुड रमाइलो भइरहेछ You know that is for long time. The other bar. This is new one. The bar छ नि there. Let's go there. I'll show you. We play like this. We play tag like this. Come on. Hey, you cannot tag me. Ah. मैले आज गेम खेलेको थिएँ एउटा त्यो फर्स्ट ट्याग गर्छ नि त्यसले स्पेसल गिफ्ट पाउँछ भने थियो आज मैले यहाँ होस्टार रुममा गएँ तपाईँलाई झुकाउन बोलाएको है म्यान डोन्ट ट्राई टु ग्र्याब हो जहाँ पनि यस गर्छ नि गर्दैन Oh my god, पैसा त्यो त्यो साथी युएस भएको साथीले मैले तपाईँको भिडियो मलाई सेयर गर्छ कि त्यो बच्चाले त बोल्नु सक्दैन नि त्यो बच्चाको मुख हामी हो क्या मर्निङ सोर्स डे भन्छ नि बिहान तपाईँले जसरी राम्रो सुरुवात पोजिटिभिटी लिएर काम गर्नुहुन्छ नि त्यो नै दिनभरि तपाईँलाई इफेक्ट हुन्छ होइन त्यसै कारणले एकदम राइट काम गर्न सोच्नु बित्तिकै होइन राम्रो सोच्नुहोस् हो हिजोको दिनमा के भयो होला सके तर आजको दिन कस्तो हुन्छ राम्रो हुन्छ म भगवान्लाई प्रार्थना गर्छु भगवान्को गाइडेन्समा म हिँड्छु भनेर हामीले यहाँ आएर कमिट गर्न आएको होइन